गहरा समंदर दिल डूबा जिसमें घायल हुआ मैं उस पल से इसमें नैना दा क्या कसूर अब आमा घुम्न सक्नुहुन्छ नि उठेर पूजा गर्नुहुन्छ बाबालाई पहिला गणेश पूजा गर्नु पर्यो होला नि गणेश पूजा दुर्गा त छोड्न जोड त छिटो बनाइदिनु पैसा चाहिँ खै ठिक पारेको अलिकति दिन आमा अहिले दिनु पर्दा बारी यता खुट्टा यसो गर्नु न एकछिन एकछिन न यो खुट्टाले यसो गर्नु न बाको त गर्दै एकछिन भकै छैन है भिजेको छैन दुर्गा दिदी आउनु यसो गर्नु के गर्नु केही छैन युवा बेहुला जस्तै देखिन्छ काकाले ओके गर्नुभएको एरिया हि बेहुला तारी मार्छ यताबाट निकाल के गर्नुहुन्छ यता सबैतिर हामीलाई पनि गर्नु यताबाट म बस्छु लु ह्यापी एनिभर्सरी पछाडि हाल्न मिल्छ केही न केही बोल्नु सटाउट आइज न त रमाइलो भयो आज ल ह्यापी 64th एनिभर्सरी अहिले ढोगी हाल्नुहुन्छ नि एउटा मात्रै खिच्न दिनु न एउटा मात्रै खिच्न दिनु न खोइ त्यसको खिचिहाल्नु छ अरे एकैछिन एकैछिन त्यसको खिचिहाल्नु 2 मिनेट बाबा बस्नु न ल यता है ल 1 2 आमा आमा आमा
यता बुवा यता रसबन्तीतिर होइन यता अब एक लोट खाना देऊ कि अनि फेरि खिचाउँला केही भएन अब टिका लाउनु दिनु नि त पटा भाइ भाइ मलाई भइसक्यो उमाइलाई दिनु नि अहिले लु खुवाइदिनु आमालाई मलाई टिका यसो दिया अलिअलि लगा न अलिअलि टिका लगाइदिन्छु आशीर्वाद ल मम्मीले यसै फेरि मलाई भेट्न पाइयोस् भन्नु मान्थे प्रगल किन ए टिका लाउँदैन म फाइदेको गरौँ एक वर्ष ल फोटोहरु झ्याप बाले सबै सुन्ता हामीलाई किन दिनु भएको तपाईलाई खाना ल्याएर पर्दैन हामी होइन त्यो दिएको तिमीलाई आज एउटा अनि दिउलाले अहिले फेरि हामी यसैबाट बाँडेर खान्छौँ हौ छोड्दिन न एउटा फल दिएको हो त्यसैबाट दिदा एउटा दिदाले खाम अनि फेरि बुवालाई दिदा भइगयो त एक बुटा हामी लु खाम यही दिनु भाइ यही दिनु यही तले न त्यो ए नारायण आमालाई छुटेर दि मैले लामा छुटे राख्नु ओ यहाँ लामा ल बुवा मलाई पनि टिका लगाइदिनु यता ल्याउनु यहाँ राखिदिन्छु ल मलाई मान्छे बिनाले खोइ टिका लागेर आउँछ दुपट्टा दुईटै सँगै राख्नु न खोइ कसलाई कसलाई सुन्तला दिनु छैन खाएको मैले होइन एउटा बाँड्दै मैले सुन्तला दिनु दिइसके मैले गिफ्ट दिइसके भाइले आशीर्वाद दिन्छ क्या पहिला मैले खाइस् उसले लिएको मैले के सुन्तला हो म त बुवाले दिनुभएको यो बुवाले दिनुभएको कहाँ हो त यो प्रसादी प्रसादी त्यही त नि मैले पनि त्यही बुवाले दिएको त बाँडेको सबैलाई गरी पाएन रोपाउले आएर मलाई एउटा सुन्तला ल्याउ न विकासलाई देऊ मिनाले दिनु बिराले यस्तो सुन्दर त्यति नै होला नि त फेरि मैले छोड्दिनु खाओस् पेपर आदि खा यहाँ म बाँड्दै छु यहाँ छ त यहाँ छ त यहाँ पनि छ दिन्छु आदिको कामना प्रदले खाइस् लुगा राख्छ त बाँडेर खा न खाइसके मैले एउटा चिज टोपीमा लाग्यो ए बाटोमा जाऊ बिसक्ति खोल हुन्छ कोट खोल ल मामा लिनु धुनु ल त्यही होइन भइसक्यो खानु न तपाईले होइन होइन त्यो तिमीलाई एउटा दिएको खानालाई दिएको फलफुल क्या झ्याललाई चाहिँ मछराउ यही राख्नु ह्यापी एनिभर्सरी ल जय नेपाल हर हर महादेव शम्भु हामी एमके अगाडि आइपुगेका छौँ नयाँ नेपालमा हामी निरीक्षण गर्दै हिँड्दैछौँ इनरुवा बजार भ्रमण गरिरहेछौँ हामी इनरुवाको बजार घुम्न आएको क्या प्रदल सिटीमा स्वागत छ म चाहिँ अब मेरो जन्मस्थल इनरुवामा इनरुवा बजार भ्रमण गर्छु हाम्रो इनरुवा यति राम्रो रमाइलो भएको छ कि आमामा भनेर साध्य छैन तपाईँहरू पनि भिजिट गर्न आउनु है इनरुवा बजार यति राम्रो छ यता हेर्नु त आमा बुवा पनि यता हेर्नु लु अब एउटा टिकटक बनाऊँ सबैजना भयो अरे ल बनाउन त बनाऊ नि तर ह्याङ भयो मोबाइलै के गरे सबले बनाइन्छ हामी यहाँ के लिन आएको छौँ साथीहरू हामी यहाँ चटपटेको आइटम्सहरू लिन आएका छौँ ल अब हामी चटपटे बनाउनलाई आइटम आएको छौँ हामीहरूले आज चटपटे बनाउँदैछौँ अब चटपटेको लागि हामीले यहाँ सामग्री किन्दैछौँ हेरेर सक्नुहुन्छ 10 रुपियाँको ब्रस आज यो एक दिनको लागि किनेको तर एक हप्ताभन्दा बढी पुर्याउँछु म किन थाहा छ हजुर भन्नु किनभने 10 रुपियाँको एक हप्तासम्म यसो असुल्नु पर्ने छ 10 दिन एक हप्ता नि 10 दिन 1 रुपियाँले 1 दिन भयो भने 10 दिनसम्म हुन्छ नि त मन्जन बेरीले दीक्षी के भन्छ केही भन्दिनँ म चटपटे खाने एक्साइटेड छु भाइ के भन्छन्
भाइ यिनीहरूको डन हो भन्छ हो हो भन्देऊ न त केही भन्देऊ तीनटा भेचाउँछ दिनु क्यासियर हो अब क्यास माग्छ ओके अब चाहिँ सही कुरो आयो